मेरी छोरीले पकाइदिन्छ चाउचाउ अनि कोका कोला के भन्नुभयो नखाने हालेर खानु पर्यो ए जानु मलाई त आइस हाल नि त एउटा टुरी हाल नि ल मेरो निधारमा पो हाल्छु ए राम म त यसमा खान्न तिमी भयो थोरै यसमा खाने दुईजनालाई कति खाने कि खाने मसर कति हाल्छ मलाई फेरि आइस क्युब बनाउनलाई चाहिँ कहिले याद आउनु छोरीले चाहिँ पहिले तयार पारेर राखिसकेको हुन्छ कि म त उसै आउनु अलिकति राखेँ है त पहिला म चाख्छु है त कस्तो रहेछ कस्तो बनाइछन् नगर न हौ नगर यस्तो एक कराई यो कराई चाहिँ जहाँ पनि तयार दिस इज बेस्ट कराई बेस्ट कराई ल है त पहिलो घाँस खाएँ साथीहरू कस्तो बनाएछ मेरो छोरी है त यस्तै टिफिन सानो पाएको भए कस्तो राम्रो हुन्थ्यो है यस्तै भाडा के अरे सानो टिफिन भएको भए राम्रो हुन्थ्यो है को कागती ए यो मम्मी त म फेरि छैन है अनि त तिमीलाई अघि कागती ल्याउँछु भने होइन अनि अरू कुरा तर नुन पनि नलागो के हो जस्तो छ सानो बिना स्वादेको वाट इज दिस फेरि नाकमा मेरो नाकमा खाँचो पछ नि अब म सक्दिनँ नाकभित्र पुऱ्याउनु त ले अर्को लिएर काटेर हो त्यसो गरेर नाकभित्र पसेको त अनि धेरै नहाल्नु न म फेरि नुन धेरै मन पर्दैन मलाई कस्तो भएको कि त्यही भएर मलाई यो पनि चाउचाउ स्वाद मिठो लाग्दैन कि मलाई एकदम मन पर्छ हाल नि कागती मिसाएर न ऊ त ठुलो कागती काट्यो भने त्यो ठुलो कागती नाम मात्रै हो त्यसको त्यही कागती अहिले हुँदैन त्यो कति थोरै हुन्छ ठुलो छोरा भयो चाख्छ अब कस्तो भयो त अब फेरि अमिलो पछिको यो नुन र अमिलो पछिको फेरि बाइटै त फर्स्ट बाइट के हो हालेर आऊ न खासै मिठो लाग्यो मैले त्यही भएर मैले करेन्ट नलियो भने त हाल्थ्यो नि त अब कपाल पनि खान्छ ल हड्डी पनि छ भयो के हो त्यस्तो टोक भनेको चपाएको हो कपाल पसेकै कपाल बाना च्याप्पा कपाल बाना च्याप्पा खोलेर त्यो मिठो भयो मिठो लागेन खाजा भात एकचोटि मिठै छ मम्मी जिस्किनुहुन्छ क्या भात यति रहेछ जम्मा है त्यो धनियाँ रोप्नु भनेर तपाईँलाई दिएको त मैले दिन्छु अघि नै पनि भनिरहेको त मान्छे त छैन रहेछ होइन म बाहिर निस्केको थिएँ नि लुगा टिप्नलाई त्यही बेला म दिदी यो धनियाँ रोप्नु भनेर राखिदिएको भनेर आएको त मान्छे त भित्र आएको त छैन रहेछ अबे कति चर्को मोबाइलमा बोलिरहेको छु म त